जस्तो रविजीको बारेमा पनि मलाई धेरैले सोध्छन् अब हामी एउटै फिल्डको पनि भयो पृष्ठभूमि भएकोले के हो कस्तो हो के हो भनेर जहाँ मैले मेरा सोहरूमा बोल्न पाइँदैन बोल्न मिल्दैन तपाईँको यो सोमा बोल्न पाउने भएकोले त्यो स्वतन्त्रताको उपयोग गर्छु म। रविजीको सन्दर्भमा चाहिँ रविजीको सफलताले मिडिया प्रोफेसनलहरूको सफलतामा प्रभाव पार्छ। रविजीको असफलताले मिडियाको प्रोफेसनलहरूको आगामी दिनमा हुने सफलतामा असर गर्छ। त्यसैले जस्तो के बुझ्नु पर्यो भने उहाँको लागि पनि संवेदनशीलता हो यो र हाम्रो लागि पनि संवेदनशीलता हो। एउटा पत्रकार, एउटा सञ्चारकर्मी, एउटा मिडिया प्रोफेसनल देशको लिड गर्न सक्छ यसले भन्ने भाष्य उहाँले स्थापित गरिदिनु भयो भने आगामी दिनमा जो राजनीतिमा आउन चाहन्छ मिडियाबाट उसको लागि यो एकदमै सहज हुन्छ कि होइन जर्नलिस्टहरूले मिडिया पर्सनहरूले पनि त देश चलाउन सक्दा रहेछन् नि भन्ने मानक बस्छ। तर उहाँ यस्तै दलदलमा फस्दै गएर उहाँका विभिन्न कुराहरू आउँदै गए र रवि लामिछाने असफल भयो भने चाहिँ के भाष्य स्थापित हुने जोखिम छ भने जोखिम छ है पुरा हुन्छ भने जोखिम छ कि मिडिया पर्सनले चलाउन सक्दैनन् देश। हेर्नुहोस् त रवि लामिछानेको हकीकत त्यस्तो भयो यस्तो रहेछ उस्तो रहेछ भनेर आगामी दिनको लागि यो गलत नजिर बस्छ। यद्यपि यो तपाईँलाई म भने यद्यपि किशुनजी पनि जर्नलिस्ट हो, रघुजी पन्त पनि हो, गोकुल बास्कोटा पनि हो। यस्ता सायदै राजनीतिकर्मी जीवनको एउटा कालखण्डमा कि शिक्षक कि पत्रकार बनेकै छन् के अधिकांश। त्यसैले यद्यपि हाम्रा विगतका राम्रा विरासतहरू पनि छन्। किशुनजी पनि त पत्रकार महासङ्घको अध्यक्ष हो। उहाँले त दिएर मात्रै जानुभयो लिएर केही पनि जानु भएन। त्यो पनि हामी भन्न त सक्छौँ। तर अहिले समकालीन पछिल्लो उसमा जस्तो रविन्द्र मिश्र मिडियाबाट आउनुभयो उहाँको बारेमा अहिले धेरै टिक्का टिप्पणी म गर्दिनँ। तर रविजी चाहिँ सरकारमै गएको कारणले म उहाँलाई तपाईँको यो माध्यमबाट पनि भन्छु तपाईँको सफलता र असफलताले देश र जनतालाई गर्ने कुरा त तपाईँलाई थाहा छ अरूलाई पनि थाहा छ। तर मिडियालाई पनि र मिडिया प्रोफेसनलहरूलाई खास गरेर जो मेन स्ट्रिम पोलिटिक्समा आउन चाहन्छु भन्छन् उनीहरूलाई प्रभाव पार्छ असर गर्छ। त्यो कुरा चाहिँ उहाँले पनि ख्याल गर्नुपर्छ र हामीले पनि ख्याल गर्नुपर्छ। उहाँ राम्रो हुँदाखेरि एउटा कुरा ढुक्क हुनुहोस् है। फेरि यहाँ समस्या छ फेरि मिडियाका मान्छेहरूमा नि के छ भने रवि चाहिँ माथि पुग्यो भने भनेर रिस गर्ने पनि म देख्छु क्या। त्यो अनावश्यक हो कि त्यो कति अनावश्यक हो भनेदेखि ऊ माथि पुग्यो भने म सो त मेरो पनि हाइट माथि पुग्छ। मिडियाको मान्छेले यस्तो गर्न सक्छन् भन्दाखेरि तपाईँ छाती फुकाएर अगाडि गएर भन्न सक्नुहुन्छ क्या म मिडिया ब्याकग्राउन्डको मिडिया प्रोफेसनल हो भनेर। तर अब यहाँ जोखिम के हो भने उहाँ डुब्नु भयो भने चाहिँ र उहाँले डुबाउनु भयो भने चाहिँ त्यसको छिटा अरू बाँकीलाई पनि लाग्छ। यो